फोल्डर हजुर ड्यास हुने पोइन्ट डब्लुएस अब यसको भित्र मैले दिएको सफ्टवेयर छ जुन ठाउँमा छ यसको पिसी कति बिटको हो 632 बिट 32 मा जानु यो इक्लिप्स भन्ने छ नि पहिला जेडीके इन्स्टल गर्नुभयो नै गरेको छैन छैन है ल यो जेडीके पहिला इन्स्टल गर्नु छैन फर्स्टमा जेडीके भनेको जाभाको सफ्टवेयर चलाउनलाई चाहिने एउटा सफ्टवेयर हो कि जाभा चलाउनलाई यो चाहिन्छ तिनीहरू जेडीके इन्स्टल भइसकेको छ जेडीके इन्स्टल गर्नु त्यसमा इन्स्टल भइसक्यो यही गर्नुभयो ओके नेक्स्ट यसले के गर्नु पर्दैन नेक्स्ट सक्यो मलाई भन्दै तपाईँ किन राम्रो हो त कसरी नै भन्नु पब्लिक या प्राइभेट पब्लिक मेन पब्लिक हुनुपर्छ त्यहाँ पब्लिक नभए भने अटोमेटिक प्राइभेट हुनु पुग्छ क्या होइन अटोमेटिक प्राइभेट जस्तो प्राइभेट नलेख्नको लागि जस्तो पब्लिक नलेख्दा पनि हुन्छ त्यो प्राइभेटै हुन्छ लगभग प्राइभेट त्यसको अर्कै मिनिङ पनि छ त्यो कसो भन्छ त्यस अहिलेलाई चाहिँ प्राइभेटै हो सम्झिन्छ प्राइभेट जस्तै हो जेडीके इन्स्टल भइसक्यो उसले क्वेसन हेर्नुहोस् त भोइड यता तान्नु भएको छ भोइड चाहिँ हाम्रो के छ भोइड भनेको म्याथड सिग्नेचरमा पर्छ होइन म्याथडको सिग्नेचर भनेको म्याथडको डेफिनेसन हो कि रिटर्न टाइप म्याथड नेम भन्नुभयो त्यो भइसक्यो जेडीके हजुर यसले कपी गर्ने अब यसलाई स्ट्याक गर्नु सर एक्स्ट्रा तपाईँले भन्नुभएको थियो नि आयन लेखेन भनेदेखि यो सँगै आउँछ भनेर जस्तै मैले मेरो नाम लेखेँ होइन तर प्रिन्ट आयन यो काट्दाखेरि त हेलो वर्ल्ड मनी आउनुपर्ने हो नि जस्तै रन गर्दाखेरि यही लाइनमा जोडेर आउँदा माथि नै जुन फोल्डरमा एक्स्ट्रा गरे पनि हुन्छ जुन फोल्डरमा एक्स्ट्रा गरे पनि हुन्छ एकचोटि त्यहीँ स्ट्याक गर्नु होइन त्यसपछि त्यसलाई कपी गर्नु एक्स्ट्रा गरेर तपाईँले ल्यापटप भएको छैन भोलि ल्याउनु होला एक्स्ट्रा पेज ए सेभेन छ कि यसो गर्नु तपाईँ भोलि आफू ल्याएर आउनु होला त्यहाँदेखि सबै कपी गरेर राख्नु होला भएछ एक्स्ट्रा सर यो केमा पाइन्छ सर हुन्छ हाम्रो फर्स्ट हिजो आज फर्स्टमा हामीले युज गरेर तपाईँले के गर्नु भोलि ल्यापटप सबै कपी गरेर यहाँ सबैजनालाई भएर पनि बिग्रिँदैछ दुईवटा क्लास भयो थर्ड क्लास हो त्यस्तो के फरक हामीले आज फर्स्ट टाइम युज चलाउनु भएको कि बुझिन्छ सर अब यसमा कपी गर्ने त्यसलाई सफ्टवेयर एक्स्ट्रा गरेको त हजुर यता यसभित्र राख्नु एक्स्ट्रा गरेर यसको भित्र हाल्नु चाहिँ एक्स्ट्रा गरे सर यो केमा पाइन्छ सर हाम्रो यो केसहरू हजुर केमा पाइन्छ ट्युटोरियल मैले अगाडि त्यो गिटअप देखाएको थिएँ केमा वेबसाइटमा गिटअपबाट मैले ए त उयो कम गर्नु आउँदैछ
कपी गरेस् तपाईहरु फोल्डर गराउने एउटा फोल्डरको नाम गरे java.cs त्यसपछि पेस्ट गर सर्भिस विषय मैले आएन भने यहाँ लग्यो कब भएछ यति कब भइसक्यो है रन गर्ने यसले एकछिन तपाईँको हेरौँ त त्यो डब्लुएस फोल्डरमा हेरौँ डब्लुएस फोल्डरमा हेरौँ अब जेडीको इन्स्टल भयो नि होइन भइसक्यो यसो गर्नुहोस् इन्भाइरोमेन्ट भेरिएबल सेट गर्नुपर्छ अहिले हामी चाहिँ इङ्ग्लिस खोल्नु गर्नुहुन्छ ओके यो थर्ड चाहिँ किनभने वाइट अगाडि राखेर हाम्रो मिस्टेक भयो है किनभने वाइट भनेको त मेनको अगाडि ठ्याक्कै हुनुपर्छ नि होइन मेनको रिटर्न टाइप हो नि भयो त होइन त्यसलाई चाहिँ यसरी अगाडि पछाडि गर्नु मिल्दैन त्यही भएर मिस्टेक भयो त्यो लास्टको चाहिँ किन मिस्टेक भयो थाहा छ त्यो लास्टको चाहिँ खास भन्ने हो भने त्यो मिस्टेक चाहिँ छैन त्यसमा चाहिँ एउटा एब्स्ट्र्याक्ट भन्ने किवर्ड छ नि होइन एब्स्ट्र्याक्ट किवर्ड बुझ्नु जरुरी छ कि त्यसको लागि एब्स्ट्र्याक्ट भन्ने किवर्ड के हो भने तपाईँले C++ मा भर्चुअल फङ्सन भन्ने पढ्नु भएको थियो प्योर भर्चुअल फङ्सन त्यसको काम के थियो त्यसमा C++ मा त्यो भनेको कस्तो भने एब्स्ट्र्याक्ट राख्यो भने चाहिँ बडी नभएको मेथड भन्ने बुझिन्छ कि जुन कुनै मेथडको बडी नभएको नि हुनसक्छ कि खालि नाम मात्र कि नाम मात्र अरू बडी हुँदैन त्यस्तो खालिलाई एब्स्ट्र्याक्ट राखेको उता प्योर भर्चुअल फङ्सन भनेर पढ्छौँ त्यस्तो खाले फङ्सन बनाउनु छ जाभामा भने चाहिँ जाभामा एब्स्ट्र्याक्ट भन्ने किवर्ड छ कि कुनै एउटा मेथडको अगाडि तपाईँले एब्स्ट्र्याक्ट भन्ने किवर्ड राख्नुभयो भने त्यो मेथडको बडी राख्नु पाइँदैन कि तर मेन मेथडको त हाम्रो बडी पनि छ बडी भनेको त त्यो ब्राकेट के यो ब्राकेट र क्लोज ब्राकेट हुन्छ नि त्यो ब्राकेट राख्ने बित्तिकै त्यो भनेको बडी हो क्या सो त्यो बडी राख्न पाइँदैन यदि तपाईँले एब्स्ट्र्याक्ट भन्ने किवर्ड राख्नुभयो भने त्यही भएर त्यसको अगाडि एब्स्ट्र्याक्ट भन्ने किवर्ड राख्नु पाइँदैन कि मेन मेथडको आएन है सो द्याट अहिले यसो सम्झिनुहोस् एब्स्ट्र्याक्ट भन्ने किवर्डले गर्दाखेरि त्यो रङ भयो भनेर सम्झिनुहोस् न अहिलेलाई यो किन यसो राखेको भन्दा तपाईँहरूले भोकेबुलरी बढाउनलाई मात्र हो कि तपाईँले एउटा एब्स्ट्र्याक्ट भन्ने किवर्ड फाइनल भन्ने किवर्ड एकछिन त्यसको युसेज चाहिँ पछि बुझ्नु यस्तो पनि छ जाभामा भनेर सम्झिराख्नुहोस् न अहिले एब्स्ट्र्याक्ट भन्ने पनि छ होइन फाइनल भन्ने पनि छ भयो तपाईँले इङ्ग्लिस खोल्नु हजुर यसो गर्नुहोस् यसमा चाहिँ पाथ अब यो जाभा डब्लुएस भन्ने जुन फोल्डर छ नि यो पाथ कपी गरिदिनुहोस् पेस्ट गरिदिनुहोस् यसलाई टिक गरिदिनुहोस् क्यान्सल गरिदियो त्यसको त्यहाँ थियो त्यो पाथलाई क्यान्सल गरिदिएँ म क्यान्सल यसमा सेभ हुन्छ इङ्ग्लिस त्यसपछि जति हामी प्रोग्राम गर्छौँ है त्यो सब हाम्रो त्यो सेभ यसमा हुन्छ यही जाभा डब्लुएस भन्ने फोल्डर जाभा डब्लुएसमा हुन्छ त्यही भएर बनाएको हो त्यो फोल्डर चाहिँ अब तपाईँको यो भनेको पर्सनल इक्लिप्स हो कि जस्तै यो अब तपाईँले यहाँ जति पनि गर्नुहुन्छ कि यो क्लासमा जति पनि गर्नुहुन्छ सबै त्यसको लागि चाहिँ यो इक्लिप्स चलाउने क्या अबदेखि इक्लिप्स चलायो भने चाहिँ जहिले पनि अब यहाँको जति पनि सबै यो फोल्डरभित्र बस्छ भोलि यो फोल्डरलाई बोकेर तपाईँले अर्को कम्प्युटरमा हाल्नु जहाँ पनि चल्छ क्या तपाईँ त्यसको लागि सो अब अरू काम गर्नु पऱ्यो भने अरू ठाउँमा यो इक्लिप्सलाई राख्नु मिल्छ क्या त्यो एस्ट्याक गरेको छ नि त्यसलाई जस्ट पेस्ट गर्ने चल्छ क्या डाइरेक्ट चल्छ त्यहाँ इन्स्टल गर्नु पर्दैन क्या यसमा हामीले एड गर्ने भनेको एउटा प्रोजेक्ट हो क्या हामीले एड तपाईँ
क्लिक गर्नुहोस् त लाइक चाहिँ यहाँ जानु होइन फाइलमा न्यूमा यसमा एउटा प्रोजेक्ट भनेर एड गर्नुहोस् अदरमा जानु माथि जावा प्रोजेक्टमा हजुर फाइलमा जानु न्यूमा जानु प्रोजेक्ट अदर्समा जानु अदरमा जाने अदर अदरमा जानु अनि त्यसपछि जावा प्रोजेक्ट भन्छ थर्डमा जावा जानु नेक्स्ट गर्नु नेक्स्ट गरेर चाहिँ गयो होइन यहाँ एउटा जावा स्टुडेन्ट भनेको स्टुडेन्टमा स्पेस मिल्दैन नि स्पेस अब यसमा चाहिँ होइन तपाईँको यहाँ जिआरई आइरहेछ नि यहाँ चाहिँ के गर्नुहोस् भने जिआरईको ठाउँमा चाहिँ यहाँ टिक गर्नु अनि कन्फिगर जिआरई गर्नु कन्फिगर जिआरईमा गएर यस्तो आउँछ नि है यसमा एड गर्नु भर्चुअल फङ्सनमा जानु यो गरेर यहाँ डिरेक्टिभमा जानु यो डिरेक्टिभ भनेको भर्खर तपाईँले जेडिके भन्ने एउटा इन्स्टल गर्नुभएको थियो नि है त्यो जेडिके भन्ने यो सी ड्राइभमा गएर यसो खोल्नु त कन्सेप्ट फाइल्स जावा भन्ने छ नि जेडिके भन्ने छ पाथ ल्याएर राख्दिनँ। यसको पाथ चाहिँ कपी गर्नु खास छ यहाँ चाहिएको नि त्यो हो त्यसपछि के गर्नु नेक्स्ट गर्नु तपाईँ के गर्नु भने सी ड्राइभमा जानु प्रोग्राम फाइल्समा जेडिके यो पाथमा चाहिँ यो आएन होइन पहिला फिनिस गर्थ्यो यो भनेको के हो भने हामीले सफ्टवेयर राखेको जेडिके टिक गर्थ्यौँ क्या यहाँ चाहिँ त्यसपछि फिनिस फर्स्ट रकम टिक लगा फर्स्ट ओके गर्ने सर ओके गर्ने नि जेडिके टिक गर्नुभयो फिनिस गर्नु यस गर्नुपर्छ यो हो तपाईँको जावा स्टुडेन्ट है भन्ने प्रोजेक्ट भन्ने यसमा त्यो हेलो वर्ल्ड लेख्ने राइट रहेछ क्लिक गरेर म्युट गरेर क्लास हेड क्लास क्लासको नाम हेलो वर्ल्ड वेलकमलाई काट्नु न अरू त के गर्नु पर्दैन नि फिनिस गरिदिने नि सर प्रोजेक्ट गर्नु नि तपाईँले यसमा चाहिँ राइट गर्ने न्यू गर्ने क्लास भन्ने नाम देखिए हेलो SRC अलर्ट भइगयो